भोलि समय बित्दै गइसकेपछि भूकम्प पश्चात कोले के बनायो भन्दाखेरि हाम्रो सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स होइन, हाम्रो सम्पदा क्षेत्रभित्र हाम्रो सहभागिता हुनुपर्छ र हामीले गर्व गर्ने ठाउँ हुनुपर्छ र यो नेपालीले बनाएको भन्ने उदाहरण हुनुपर्छ भन्ने कुरामा सदैव जोड दिइरहेका छौँ र आगछेलाई पनि त्यसरी नै अघि बढाउने भन्ने अन्डरस्ट्यान्डिङ पनि भएको छ र जसमा काठमाडौँ महानगरपालिकाले कम्युनिटी फर्स्ट, कम्युनिटी इङ्गेजमेन्ट फर्स्ट भन्ने कुरामा हामी सहयोग सदैव गर्नेछौँ, सहकार्य सदैव गर्नेछौँ र साथसाथै हातेमालो सदैव गर्ने नै छौँ। यसका साथै कतिपय हामीले सम्पदाहरू अघि पनि भनिसक्नु भएको छ मेयरज्यूले, भक्तपुरकै मेयरज्यूले पनि भनिसक्नु भएको छ। सबैभन्दा लोएस्ट बिडरले पाउने टेन्डरमा भन्ने कुरा सदैव आउने कारणले गर्दाखेरि हाम्रो सम्पदा बचाउनलाई गाह्रो भइरहेको छ। प्रोक्योरमेन्ट सिस्टममा प्रब्लम भएको कारणले गर्दाखेरि सम्पदा संरक्षणमा गाह्रो भइरहेको छ र त्यति मात्र नभएर प्रोक्योरमेन्ट सिस्टममा र सँगसँगै इन्डिकेटर्समा कतिको लोकल स्किल्सलाई हामीले प्राथमिकता दिएका छौँ त त्यसका कारणले पनि गाह्रो भइरहेको छ।